श्रीमान विदेश गएको भोलिपल्टै देवर बाबु अमेरिकाबाट आउनु भएको थियो। उहाँले त मलाई ठाउँको ठाउँ फिदा बनाइहाल्नुभयो र एक दिन मेरो आँखामा हेरिराख्नु भएको थियो। उहाँ सुत्ने कोठा अर्कै थियो र म सुत्ने कोठा अर्कै थियो। उहाँले आफ्नो कोठामा बसेर फेसबुकबाट मलाई राति म तपाईको खुत्रुकी खोल्न आउँछु, ढोकाको लक नलगाइकन सुत्नु है भाबीजी भने। पछाडि म पनि कतिखेर आउनुहुन्छ मेरो देवर बाबु र उहाँको कोब्रा सापलाई खेलाउला भनेर रातभरि बिस्तारामा खुत्रुकीको गङ्गाजललाई बगाउँदै बस्दै गरे। मैले आफूले आफूलाई सम्हाल्न नसके पछाडि मैले मेरो हातको दुईटा औँलाले खुत्रुकीको साँचो खोल्ने धेरै प्रयास गरे, तर जुन साँचो कोब्रा सापले खोलेर खोलिने हो त्यो साँचो मेरो हातको औँलाले खुलेको थिएन। मेरो खुत्रुकी अलिकति कलिलो भएर होला एकैछिन छुने बित्तिकै गङ्गाजल सम्हाल्नै नसकिने गरी आउँथ्यो। मलाई मेरो श्रीमानले विवाह गरेको 5-6 दिनमै उहाँ विदेश जानुभएको थियो। उहाँले यो खुत्रुकीलाई जिस्काउन मात्र विवाह गर्नुभएको रहेछ। 2-3 दिन खुत्रुकीको चापी खोल्नुभयो, त्यस पछाडि उहाँ आफ्नो बाटो लाग्नुभयो। उहाँको कोब्रा साँपले मेरो खुत्रुकीको साँचो खोलेर खुत्रुकीलाई झन् जिस्काएर मात्रै जानुभएको थियो। त्यसैले गाउँमा भएका केटाहरूको अगाडि मेरो भेट हुने बित्तिकै र मेरो घरमा आउने केटाहरूलाई देख्ने बित्तिकै उनीहरूको कोब्रा साँप कत्रो होला के होला भनेर मनमा नै कुराहरू खेलाउँथे। मेरो देवर बाबु अमेरिकामा सेट हुनुभएको थियो। उहाँ अमेरिकाबाट आउँदाखेरि अमेरिकन कुइरेहरू जस्तै देखिनुहुन्थ्यो। उहाँको शरीर र अनुहार कुइरेको जस्तै भइसकेको थियो र कपाल पनि कुइरेहरूको जस्तै सेतो थियो। उहाँको हाइट एकदमै अग्लो थियो र उहाँको शरीर पनि एकदमै मिलेको थियो। मैले उहाँलाई देख्ने बित्तिकै मन पराएकी थिएँ। अर्कोतिर मेरो श्रीमान एकदमै जिनी ग्यान्टो र बुढी मात्रै बढेको हुनुहुन्थ्यो। उहाँले खुत्रुकीको साँचो खोल्न पनि राम्रो तरिकाले सक्नुहुने थिएन। जब उहाँले खुत्रुकीको साँचो खोल्न लाउनुहुन्थ्यो त्यतिखेर मैले नै सिकाउनु पर्थ्यो। तर मेरो देवर बाबु भने एकदमै एक्सपर्ट नै भइसक्नु भएको रहेछ। अमेरिकन कुइरेनीहरूले सबै कुराहरू सिकाएर पठाएका रहेछन्। एकदमै डेभलप भएको कन्ट्रीमा बस्नु भनेको एकदमै फाइदा हुँदो रहेछ। हरेक कुरामा ट्यालेन्ट हुँदा रहेछन्। मेरो देवर बाबुलाई हरेक कुराको एक्सपिरियन्स हुनुभएको थियो। त्यो राति उहाँले मैले सोचेको भन्दा पनि राम्रो तरिकाले खुत्रुकीको साँचो खोल्नुभयो। मैले त उहाँलाई मलाई पनि भगाएर अमेरिका लिएर जानु भनेकी थिएँ, तर उहाँले अमेरिकन कुइनेहरूसँग बसेको बानी कहाँ हामी जस्तो गाउँले पाखे केटीहरूसँग विवाह गर्नुहुन्थ्यो, र त्यो पनि दाइले खुत्रुकी खोलिसकेको सेकेन्ड ह्यान्ड। उहाँले त अमेरिकामा नयाँ नयाँ खुत्रुके खोल्न पाउनु हुँदो रहेछ। कहाँ हामी जस्तो झारपातले खुत्रुकी बोरिएको केटीलाई हेर्नुहुन्थ्यो। र साथीहरू, मेरो नाम प्रिय हो। अहिले म 22 वर्षकी भएँ। मैले मेरो गाउँबाट 12 क्लास पास गरेकी छु। मेरो सोच थियो कि 12 कलस पास गरेर ठुलै देशमा जाने। मेरो सोच थियो कि जति ठुलो देशमा गयो त्यति नै ठुलो कोब्रा साँप देख्न पाइन्छ भनेर। मैले विवाह गर्नुभन्दा अगाडि पनि नेपाली कोब्रा साँपहरूको दर्शन गरिसकेकी थिएँ। उनीहरूको कोब्रा साँप अलि सानो भएको हुनाले खासै रमाइलो हुने थिएन। त्यसैले मेरो सोच एउटै थियो कि ठुलो देशमा जाने, ठुलो सोच बनाउने र ठुलै कोब्रा साँपलाई हेर्ने। मैले जापानिज ल्याङ्ग्वेज पढेर जापान जान्छु भनेको मम्मी बाबाले पैसाको खर्च उठाउन सक्दिन भनेर उहाँले मलाई विवाह गरिदिनको लागि एउटा केटा खोजिराख्नु भएको थियो। त्यही बेलामा मेरो श्रीमान गाउँमा केटी हेर्न आउनु भएको रहेछ। गाउँका मान्छेहरूले माथि डाँडाको घरमा विवाह गर्नको लागि ठिक्क भएकी एउटी केटी छे भनेर हाम्रो घरमा पठाइदिएछन्। त्यतिखेर हाम्रो बाबाले भैँसीको गोबरलाई सोध्दै हुनुहुन्थ्यो र मैले भित्र चुलोमा बसेर ढुङ्ग्रोले आगो फुक्दै तर्कले पकाउँदै थिएँ। गाउँघरमा चुलोमा खाना पकाउने भएकोले मेरो अनुहारमा र हातमा पुरै कालो दलिएको थियो। जब मेरो बाबाले गोबर सोरेर अगाडि आउनुभयो त्यतिखेर एकजना केटी खोज्न आएको हुँ भन्दै हाम्रो घरमा आएको रहेछ। बाबाले मलाई बोलाउनु भयो। मैले के हो बाबा भन्दै बाहिर निस्केको त्यो नयाँ नौलो मान्छेलाई देखे पछाडि केही नसोचिकन एउटा कुर्ची लगेर घाममा बस्नुस् बाहिर भनेर आँगनको डिलमा राखिदिए। त्यस पछाडि बाबाले हात धुनुभयो र मलाई चिया पकाएर लिएर आऊ त नानी भन्दै उहाँसँगै कुरा गर्दै बस्न थाल्नुभयो। म भित्र चुलोमा गएर चिया पकाउन थालेँ।
चिया पकाएर मेरो बाबा र मेरो हुनेवाला श्रीमानलाई 2टा रबरको गिलासमा चिया लिएर आए। उनीहरूले कुराकानी गरिसक्नु भएको रहेछ। मलाई भने त्यो केटा त्यति खासै मन परेको थिएन। मान्छे एकदमै ज्ञानको थियो र विदेशमा बसेको भएर होला बुढी मात्रै बढेको थियो। मान्छे त गोरो नै थियो तर मेरो हाइट भन्दा ऊ एकदमै कम थियो। मेरो घाँटीसम्म पनि आउने थिएन। मैले उसलाई देख्ने बित्तिकै उसँग विवाह गरेको र उसँगै मिलेर खुत्रुकी खोलेको सपना देख्न थालेछु। त्यो सपनामा उसले खुत्रुके पनि राम्रो तरिकाले खोल्न जानेको थिएन। म जसँग भएँ र बाबालाई भने यो केटासँग म विवाह गर्दिन। त्यत्तिकैमा उसले भन्यो म कतारमा काम गर्छु, कतारमा ट्याक्सी ड्राइभर काम गर्छु, मेरो सेलरी पनि राम्रै आउँछ। मेरो घरमा एउटा आमा र बाबा मात्रै बस्नुहुन्छ। मेरो कान्छो भाइ अमेरिकामा पढाइ गरिराखेको छ भन्नुभयो र उहाँले आफ्नो परिवारको फोटो देखाउनुभयो। त्यो परिवारको फोटो हेर्दाखेरि मलाई उहाँको भाइ चाहिँ लास्टै मन परेको थियो। कुहिरे जस्तो एकदमै अग्लो मान्छे पनि देख्ने बित्तिकै झ्याप्पै मन पराइहाल्ने जस्तो, छोए पनि महिला लाउला जस्तो थियो उसको भाइ। मेरो बाबाले अब यहाँ भन्दा पढाउन सक्दिन, तैले यो केटासँग विवाह गर्नै पर्छ, हैन भने यो घर छोडेर जानुपर्छ भने पछाडि म रातभरि रोएर बसेर 3 दिन पछाडि विवाह गर्ने भनेर जन्तीलाई बोलाउनु भयो। जन्ती आउँदाखेरि त्यो जन्तीको भिडमा मेरो हुनेवाला श्रीमानको हाइट सानो भएर त्यही हराउनु भएको थियो। जसोतसो मेरो अगाडि आउनुभयो र मलाई पनि माला लगाइदिनु भयो र म पनि माला लगाइदिएँ। उहाँले त्यो जग्गामा बसेर मलाई सिन्दुर हाल्नुभयो। त्यस पछाडि उहाँले मलाई डोलीमा चढाएर उहाँको घरमा लिएर आउनुभयो। मैले मेरो बाबा मम्मीलाई बिदाई गर्दाखेरि पनि मेरो आँखाबाट खासै आँसु आएको थिएन, किनकि त्यो केटा मलाई मन परेकै थिएन। बाबा मम्मीले आफ्नो इच्छाले मेरो विवाह गरिदिनु भएको थियो। जसै म विवाह गरेर उहाँको घरमा आए त्यो दिनमा बाहिर सबैजना मिलेर रत्याउली गाउँदै बस्दै गरेका थिए। म पनि त्यही रत्याउलीमा रमाइरहेकी थिएँ। मेरो श्रीमानले मलाई आँखाको इसाराले अब धेरै राति भइसक्यो, भित्र जाम, हिँड, मलाई निद लाग्न लागिसक्यो भन्नुभयो। मलाई उहाँसँग भित्र जान मन लागेकै थिएन, तर ती सबै गाउँलेहरूको अगाडि के बेइज्जत गरिदिने हो भनेर उहाँको पछि पछि आफू सुत्ने कोठामा गएँ। म सुत्ने कोठामा एकदमै राम्रो तरिकाले सजाउनु भएको थियो र मैले बिस्तारै मैले लगाएका कानाका र घाँटीका गहनाहरू खोलेर भित्तामा सिउरिएर त्यो खाटमा आएर बसे। उहाँले त्यो दिनमा अलिकति रक्सी खानु भएको रहेछ, एकदमै गनाउनु भएको थियो। मलाई फेरि रक्सीको गन्ध आउने बित्तिकै बमिट आउन थाल्थ्यो। मैले उहाँलाई तपाईँ अर्को खाटमा गएर सुत्नु, एकदमै रक्सी गनाउनु भएको छ भनेको उहाँ मान्नु भएन र मेरो छेउमा आएर बस्नुभयो। त्यो दिनमा उहाँले मिलाई खुत्रुकी खोल्न खोज्नु भएको थियो, तर बिचरा पहिलो पटक खुत्रुकी खोल्न लाग्नु भएको रहेछ। त्यति राम्रोसँग खोल्न सक्नु भएन र मैले उहाँलाई नै सिकाउनु पर्यो। उहाँले त आफ्नो इच्छा पूरा गर्नुभयो, तर मैले भने सोचेको जस्तो केही पनि भएको थिएन, किनकि मैले पहिले पनि गाउँमा खुत्रुकी खोलिसकेकी थिएँ। त्यो रातभरि म आफूलाई सम्झिँदै पछुताउँदै गरेकी थिएँ। यो केटासँग विवाह गरेर आउनुभन्दा बरु मेरो बाबाले घर छोडेर जा भन्दा जान पाएको भएदेखि यो भन्दा अलि राम्रो र मेरो इच्छा चाहना पूरा गर्ने केटा पाउने थिए नि भनेर एकदमै पछुताए। उहाँले दिनदिनै बिहान दिउँसो बेलुका गरेर दिनको 3 पटक खुत्रुकी खोल्न खोज्नुहुन्थ्यो, तर मैले भने उहाँलाई खुत्रुके खोल्न दिने थिइनँ, किनकि उहाँले जब खुत्रुकी खोल्न लाउनुभयो भने मलाई आधा कल्चो बनाएर छोड्नुहुन्थ्यो। त्यो जिस्काउन मात्रै किन खुत्रुकी खोल्नु पर्यो भनेर म उहाँदेखि टाढा नै बस्दै आएकी थिएँ। विवाह गरेको 4-5 दिन बित्न नपाउँदै उहाँको विदेशबाट फोन आयो र उहाँ कता जानु पर्यो। भोलि बिहानै मेरो फ्लाइट छ भनेर मसँग भन्नुभयो। त्यो राति भने मैले उहाँलाई आजै हो लास्ट दिन, जति खोल्नु छ खुत्रुकीको घर खोल्नु, त्यस पछाडि के थाहा तपाईँ 2 सालपछि आउने बेलासम्म म तपाईँको घरमा पो हुँदिन कि भनेर मनमा नै सोच्दै उहाँलाई खुत्रुकी खोल्न दिएँ र उहाँले त्यो रातभरि खुत्रुकी खोलेरै बस्नुभयो र बिहान उठ्ने बित्तिकै उहाँले झोला टिपेर ल म जान्छु है कान्छी, तिमीसँग फोनमा कुरा गर्छु भनेर आफ्नो बाटो लाग्नुभयो। मलाई पनि ढुङ्गा खोज्दा देउता मिलेको चाहिँ भएको थियो। उहाँले मलाई तल बजारसम्म गाडी चढ्ने बेलासम्म छोड्न हिँडन भन्नुभएको थियो, तर मैले टाउको घुमाएर जान्न भनिदिएँ।
त्यसपछाडि म दिनभरि आफ्नो रुममै सुतेर बसिराखेकी थिएँ। मेरो सासू ससुराले श्रीमान जाने दिनमा ढोका लगाएर सुत्नु हुँदैन, अलक्षिण हुन्छ भनेर गाली गरिराख्नु भएको थियो। त्यसपछाडि मैले उहाँको किचकिचलाई सुन्न नसकेर डोको नाम्लो टिपेर घाँस काट्न गएँ। घाँस काटेर आउँदाखेरि त्यही दिनमा बेलुका पाखा देवर बाबु अमेरिकाबाट इमर्जेन्सी घरमा आउनु भएको रहेछ। जब म घाँस काटेर आएकी थिएँ, उहाँलाई देख्दाखेरि म जसङ्गै झस्किएँ। मैले उहाँको फोटो मात्र हेरेकी थिएँ, तर उहाँ फोटोमा भन्दा पनि रियलमा एकदमै ह्यान्डसम हुनुहुन्थ्यो। म नयाँ भाउजू भएको हुनाले उहाँले भाउजू त आमा समान हुन्छन् हैन भाउजू भन्दै मलाई जिस्काउँदै गर्नुभएको थियो। हाम्रो भाउजूलाई त भगवानले फुर्सदकै बेलामा बनाएका हुन् कि क्या हो, लास्टै राम्री हुनुहुँदो रहेछ। हाम्रो दाइ मोटो ग्यान्टो भए पनि श्रीमती चाहिँ भाग्यले पाएका रहेछन् भन्दै जिस्काउँदै गर्नुभएको थियो। मैले उहाँको अनुहारमा हेरेर नजर मिलाउन सकिराखेकी थिइन्। विवाह गरेको दिनदेखिबाट म त्यो घरमा एक पल मरेर बाँचिराखेकी थिएँ। तर जुन दिन त्यो घरमा देवर बाबुको इन्ट्री भयो, त्यो दिनदेखि भने मैले नयाँ जिन्दगी जिउन थालेको थिएँ। उहाँ र म घाँस काट्न पनि जाने थियौँ। घाँस काट्न जाँदा उहाँले त्यति राम्रोसँग घाँस काट्न नजानेको हुनाले मैले तपाईँ बस्नु देवर बाबु, म घाँस काट्दिन्छु भन्ने थिएँ। एक दिनको कुरा हो, उहाँले घाँस काट्दाखेरि आफ्नो हात काट्नु भएछ। उहाँको हातबाट रगत निस्किराखेको थियो। मैले उहाँको चोटलाई आफ्नै चोट जस्तै मानेर उहाँको हातको औँलालाई समातेर मुखमा हालेर त्यो रगतलाई खान थाले। त्यतिखेर उहाँले मेरो आँखामा हेरिराख्नु भएको थियो। हामी देवर भाउजू घाँस काट्न जाँदा र आउँदाखेरि एकदमै बेसरी हाँस्दै मस्किँदै जाने आउने गर्थ्यौं। गाउँका मान्छेहरूले हामीहरूलाई देख्दाखेरि श्रीमान विदेश गएको एक दिन पनि भएको छैन, देवर बाबुसँग लठारिएर हिँड्न थाली भनेर मलाई कुरा काट्थे। दुनियाँले जे भने नि भनेन् उनीहरूको पछि लाउने र उनीहरूले भनेको सुन्ने भने पागल भइन्छ भनेर मैले मेरो मनले के भन्छ त्यही लाइनमा हिँडेकी थिएँ। एक दिनको कुरा हो, एकदमै गर्मी भएको हुनाले उहाँले घरको बाहिरपट्टि आँगनको डिलमा नै नुहाउन थाल्नु भएको थियो। नुहाउने बेलामा उहाँको पानी सकिएछ र भाउजू मलाई पानी ल्याइदिनु भन्नुभयो। मैले उहाँलाई पानी लिएर गएको उहाँलाई भित्र लाउने कपडा मात्रै लगाएर नुहाउन थाल्नु भएको थियो। अमेरिकामा बसेको भएर होला उहाँले भित्र लाउने कपडासँग बस्दाखेरि पनि उहाँलाई केही लाज शरम लागेको थिएन। जब म उहाँको अगाडि पानी दिनको लागि गए त्यतिखेर मैले उहाँको कोब्रा सापमा नजर पुग्यो। उहाँको कोब्रा साप तनक्क तन्केर बसेको थियो। जब मैले उहाँको कबर सापलाई देखेकी थिएँ, मेरो शरीरमा करेन्टको झड्का लागेको जस्तो भएको थियो। मेरो शरीरमा जिरिङ भएर काँडाहरू उम्लिन थालेका थिए। त्यसपछाडि म भित्र आएर मेरो खाटमा बसेर सपना देख्न थालेछु, मेरो देवर बाबुको कोब्रा सापलाई खेलाएर बसेको। जब देवर बाबु घरभित्र आउनुभयो र उहाँले कपडा फेर्न लाउनु भएको रहेछ, म अचानक भित्र आउनु पर्ने काम परेको हुनाले सिधै भित्र रुमभित्र आए। उहाँले ढोका नलगाइकन कपडा फेर्न लाउनु भएको थियो। त्यतिखेर मैले साक्षात कोब्रा सापको दर्शन गरेँ र म त्यहाँबाट सरी बाबु भन्दै मुस्कुराउँदै बाहिरतिर गएँ। त्यसपछाडि बेलुका पाखा हामीले खाना खाने बेलामा डाइनिङ टेबलमा बसिराखेका थियौँ। देवर बाबुले मैले खाना खाँदाखेरि मेरो आँखामा हेरिराख्नु भएको थियो। उहाँले डाइनिङ टेबल मुनिबाट आफ्नो खुट्टाले मलाई छुन खोजिराख्नु भएको थियो। त्यसपछाडि म मेरो कोठामा सुत्न गएँ र देवर बाबु पनि आफ्नो कोठामा सुत्न जानुभयो। उहाँले मलाई आफ्नो फेसबुक आइडी दिनुभएको थियो। मैले सर्च गरेँ र उहाँको फेसबुक आइडीमा रिक्वेस्ट पठाएँ। उहाँले उतिखेरै एक्सेप्ट गर्नुभयो र हामीहरू कुरा गर्दै बस्दै गरेका थियौँ। त्यतिखेर उहाँले रमाइलो कुरा गर्दाखेरि मैले पनि प्याचै भनिदिएँ, आज तपाईले कपडा फेर्ने बेलामा मैले कपडा सापको दर्शन गरेँ, कति ठुलो रहेछ त्यो कोब्रा साप त भनेर उहाँलाई जिस्काइराखेकी थिए। उहाँले भन्नुभएको थियो, किनारा भाउजू हाम्रो दाइको कोब्रा साप मेरो भन्दा सानो छ र भन्दै भन्नुभएको थियो। मैले पनि उहाँको कपडा साप त मेरो कान्छी औला जत्रो पनि छैन देवर बाबु। मैले सोचेको जस्तो इच्छा चाहना कहिले पनि पूरा गर्न सक्नु भएको छैन भने पछाडि म बिस्तारै ढोका खोलेर आउँछु भन्नुभयो। मैले पनि हुन्छ ढोकाको लक नलगाइकन सुत्छु।
आउनु भनेर मोबाइलको नेट अफ गरेर आफ्नो खुत्रुकीलाई सफा गर्दै बस्दै गरेकी थिएँ। सोचेकी थिएँ कि कतै अमेरिकामा कुहिरेनीहरूको खुत्रुकीसँग खेलेको मान्छे मेरो खुत्रुकी खेलाउँदाखेरि मन परेन भनेर मैले सफा गर्दै बस्दै गरेँ। त्यतिखेर मेरो शरीर एकदमै तातिराखेको थियो। उहाँ कतिखेर आउनुहुन्छ भनेर उहाँको बाटो हेरिराखेकी थिएँ। एक मिनेटमा 2-3 पटक ढोकातिर नजर लगाइराखेकी थिएँ। मैले सहन नसकेर आफ्नो खुत्रुकीलाई हातको 2टा औँलाले साँचो बनाएर खुत्रुकीको साँचो खोल्दै थिएँ। देवर बाबु आउनुभन्दा पहिला नै मेरो खुत्रुकीबाट गङ्गाजल बगेर बिछाएको तन्ना लुचुक्कै भएर भिजेको थियो। देवर बाबुको वेट गरेर बस्दा बस्दै म भित्र आएको इच्छा चाहनाहरू पनि हराइसक्न लागेको थियो। अचानक देवर बाबु ढोका बाहिर आएर ढोकालाई ढकढक ढकाउनु भयो। मैले उहाँलाई ढोका खुलै छ बिस्तारै आउनु भने पछाडि उहाँले बिस्तारै ढोका खोलेर भित्र आउनुभयो र मेरो छेउमा आएर बस्नुभयो। केही समयसम्म त उहाँले मलाई रमाइलो कुराहरू गरेर बस्नु भएको थियो। त्यस पछाडि मलाई फेरि कोब्रा साँपको दर्शन गर्न मन लागिराखेको हुनाले मैले सहन सकिन र कोब्रा साँपलाई च्याप्पै समाउन पुगेछु। कोब्रा साँपले मलाई टोक्न आउला जस्तै हेरेको थियो। मैले त्यो कोब्रा साँपको टाउकोमा समातेर केही बेरसम्म त्यसलाई मेरो हातले खेलाएँ। त्यस पछाडि उहाँलाई पनि गाउँले खुत्रुकीको दर्शन गर्न मन लागेछ र उहाँले बिस्तारै गरेर खुत्रुकीको दर्शन गरेरै छोड्नुभयो। मेरो खुत्रुकीको ढक्कन खोलिराखेको थियो। मेरो श्रीमानको कोब्रा साँपले राम्रोसँग साँचो नखोलेको हुनाले देवर बाबुले खुत्रुकीको साँचो खोल्दाखेरि म झसङ्ग भएकी थिएँ। त्यो राति मेरो देवर बाबुले करिब 4-5 पटकसम्म खुत्रुकीको साँचो खोल्नुभयो। मैले 21-22 वर्षसम्म खुत्रुकीको चापी खोल्न सकेको थिइनँ। आज मेरो देवर बाबुले मलाई खुत्रुकेको चापी खोल्न सहयोग गरिदिनु भएको थियो। त्यो दिन पछाडि म एकदमै खुसी भएर जिउन थालेकी थिएँ। देवर बाबु र म सँगै काम गर्ने थियौँ। मलाई चाहिएको हरेक सामानहरू उहाँले नै ल्याइदिनुहुन्थ्यो। मेरो हरेक इच्छा चाहनाहरू उहाँले नै पूरा गरिदिनुहुन्थ्यो। म पनि एकदमै खुसी भएर उहाँले गराएको कामहरू छिटो दौडिँदै गर्ने गर्थेँ। मैले मेरो जीवनमा उहाँसँग नै विवाह गरेर अमेरिका जाने प्लान बनाएकी थिएँ। तर उहाँको भने अमेरिकामा नै एउटा अर्कै केटी साथी रहेछ। कहाँ उहाँले अमेरिकाको खुत्रुकीलाई छोडेर गाउँको खुत्रुकीसँग सधैँ रमाइलो गरेर बस्न सक्नुहुने थियो र आखिर एक दिन उहाँको अमेरिका जाने दिन आइसकेको थियो। मलाई एकदमै नराम्रो लागेको थियो। मैले उहाँलाई धेरै रिक्वेस्ट गरेँ तपाईले मलाई छोडेर नजानु भनेर, तर उहाँले भने आफ्नो बाटोलाई पछाडि हटाउनु भएन र उहाँ अमेरिकाको लागि लाग्नुभयो। त्यस पछाडि म त्यो गाउँमा एक्लै भएकी थिएँ। मेरो श्रीमानले पनि मलाई खासै फोन गर्नुहुने थिएन किनकि मेरो देवर बाबु 2 महिनाको लामो बसाइमा बस्दाखेरि मैले उहाँलाई एकपटक पनि फोन गरेकी थिइनँ र उहाँले फोन गरेको फोनलाई पनि काटेर बस्ने थिए। अब मेरो जिन्दगी बिल्कुलै एक्लै भइसकेको थियो। सासु ससुराले पनि हेला गर्दै थिए। देवर बाबुले पनि छोडिसक्नुभयो। विवाह नगर्दै त मेरो खुटुकी खोल्ने बानी पनि परेको थिएन, तर विवाह गरेपछि मेरो श्रीमान र देवर बाबुले खुत्रुकी पनि खोलिदिनु भएको थियो। अब मलाई मेरो खुत्रुकी नखोलाई किन बस्न पनि नसक्ने भएकी थिएँ। त्यसैले म गाउँभरि भएका केटाहरूसँग साथी बनाउँछु भन्दै उनीहरूसँग कुराकानी गर्न थाले। कुनै केटाहरूसँग घाँस काट्न जाँदा मेरो खुटुकीको साँचो खोलाउँथे, कुनै केटाहरूसँग भने मेलापाता गर्दाखेरि मेरो खुत्रुकी सुन्ने बानी परिसकेको हुनाले दिनको एकजनासँग भेट नगरी नहुने थियो। साथीहरू अहिले म मेरो गाउँमा एक्लै छु। मेरो गाउँमा भएका केटाहरू पनि सबै विदेशतिर गइसके। यदि तपाईहरूलाई पनि आफ्नो कोब्रा साँपको मलाई दर्शन गराउन छ भनेर खुत्रुकीको साँचो खोल्नु छ भनेदेखि हाम्रो कमेन्ट बक्समा आएर कमेन्ट गर्नुहोला। म तपाईहरूको रिप्लाई दिनेछु र तपाईहरूसँग मैले अवश्य भेट्नेछु। यदि तपाईहरूले मलाई विवाह गरेर लान चाहनुहुन्छ भने पनि म तपाईहरूसँग जान रेडी नै छु। मलाई अब राम्रो र ह्यान्डसम केटा चाहिएको छैन, बस उसले मलाई दिनको एकपटक कोब्रा साँपको दर्शन गराइदियो भने मलाई पुग्छ। म पनि खुसी भएर बस्न सक्छु।